दमौली पोखरा गर्ने गाडी गयो 1/85/48 नम्बरको गाडीको स्टाफले यहाँ प्यासेन्जरलाई पिटेर सशक्त घाइते बनाएको छ। यहाँ चाहिँ अर्को चोकमा यसरी यो दिन डाँडा यहाँ अहिले चाहिँ 11 बजीसम्म यहाँ 11-15 बजी यहाँ मारपिट भएको छ। कारवाही गर्नुपर्छ। यहाँ प्यासेन्जरलाई कुटेर यसले सशक्त घाइते बनाएको छ यो स्टाफले। दमौली पोखरा गाडीले हो। ल हेर यार यस्तो यो ल्याऊ यस्तरी पिर्ने यार रोडले ल हेरौ ए भाइ रोडले हाने होइन के दाइ म होइन के हो यही हो यसले निकाल्नु पर्यो क्या निकाल्नु पर्यो यसलाई ठिक गर्नु पर्छ। यसलाई पिट्नु पर्छ के यसलाई निकाल्नु पर्यो क्या पहिला यसलाई निकाल्नु पर्छ ल त निकाल्नु पर्यो यसलाई। यसले रोडले सरले हानेको ल तपाईँको त अधिकार छ नि त हानेकै छैन यसले हानेको क्या रोडले हानेको भन्छ हाँचस ए यो यही भाइ हो रोडले हानेको प्यासेन्जरलाई। यो दमौली पोखरा चल्ने गाडी हो यो रोडले हानेको भाइ यो हो गाडी स्टाफ हो 6 तालाक। तपाईँलाई हो हानेको म मिडियाको मान्छे बाबु है म सहरमा टेलिभिजनको हजुरलाई के गर्नुभयो के गर्नु पर्यो सुरुमा 20 रुपियाँ पनि बढी लियो भनेर आँखा देखाउँछस् कि 20 रुपियाँको लागि आँखा देखाउँछ म मिडियाको मान्छे बाबुलाई जस्तो लाग्यो कि यिनीहरूलाई के भयो हजुरलाई सुरुमा हजुरलाई के भयो सुरुमा भन्नु त म मिडियाको मान्छे बाबु केही पनि भन्दै अमर सिंहबाट म गाडी चढेको हो हजुर गाडी चढ अमर सिंहबाट बारीको भाडा यहाँसम्म 40 रुपियाँ यसले लियो 50 रुपियाँ हजुर 40 रुपियाँ 50 रुपियाँ किन लियो भन्दाखेरि अरू भाडा बसेर कति लिन्छ भनेर सोध्यो 40 रुपियाँ लिन्छ भनेर हजुर यसले 20 रुपियाँ फिर्ता चाहिँ दियो होइन 20 रुपियाँको लागि के आँखा देखाएको छ हजुर कहाँबाट चढ्नु भएको यिनीहरू भन्दा अमर सिंहबाट यहाँ चढेको हो यो भिडियो चाहिँ लोड नगर्नु ल यो भाइले हो नि हानेको होइन ल मेरो फेस हल्का उस गरेर ल ल ल ल